हेलो गुड मर्निङ गाइस, वेलकम टु माई मिनी भ्लग। हिजो चाहिँ म मम्जर बिच गएको थियो। धेरै दिन भइसकेको थियो, मलाई स्विमिङ गर्न मन लागिरहेको थियो। सो त्यही भएर म चाहिँ मम्जर बिच निक्लिएँ स्विमिङ गर्नको लागि, इन्जोय गर्नको लागि। सो लास्ट चाहिँ इन्जोय गऱ्यो। फेरि नि गएको पनि फेरि एक्लै हो, फोटोसोटो खिच्ने पनि त्यति मान्छे छैन। अब एक्लै अभियसली कसरी फोटो खिच्ने, त्यही भएर म चाहिँ एक्लै निक्लिएको थियो। किनभने साथीहरूलाई जाउँ भनेको, साथीहरूको आफू पनि काम छ, कता कता जानु छ भन्नु लाग्यो। ल ओके नो प्रब्लम भनेर म चाहिँ निक्लिएँ। सो फाइनली पुगेर नि कपडा सपडा निकालेर होइन रेडी भएर म चाहिँ जम्प गरेँ क्या। समुद्रको पानी चिसो है, भित्र बसिन्जेल त लास्टै चिसो लाग्ने रहेछ क्या। बाहिर निक्लिसकेपछि फेरि त्यस्तै गर्मी है, त्यो तर भित्र पानीभित्र बसिन्जेल चाहिँ लास्टै चिसो भनेको छ। त्यही पनि मलाई लास्टै मन पऱ्यो क्या। सो गाइस, सो लास्टै इन्जोय गऱ्यो। अब साथी कोही पनि नगए पनि त्यहाँनिर नआउने मान्छेहरू साइड साइडमा बस्ने सबैजना इन्जोय गरिरहेको थियो कि। त्यही भएर म चाहिँ त्योहरू देखेर पनि लास्टै इन्जोय गरेँ आफूलाई। सो गाइस, तपाईँहरू पनि जाने होला, इन्जोय गर्ने होला। थ्याङ्क यू फर वाचिङ।